पेलिङको जाँदैछु स्काई वक जाँदैछ ह्याप्पी दिवाली यस्तो भ्यू देख्दो रहेछ यतातिर दामी 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 पछाडि यस्तो छ यो चाहिँ पेलिङको रोपे कस्तो आइरहेछ मजा आइरहेछ केटाहरूलाई कस्तो आइरहेछ आम्मा यहाँ तल हेर्नु त तल ए पड्काउने के हो भाइ आम्मा दामी 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 तल भ्यूहरु मजाको चक्कैसँगले ल आउनुहोस् है आउनुहोस् तपाईहरुमा आउनुहोस् हो मजा आउँछ रोपे दामी रहेछ एकदम मजा आउँदो रहेछ भाले ढुङ्गाको जस्तै रहेछ तर दामी 36 दामी कस्तो मजा आउँदैछ एसी चाहिँ छैन रहेछ कि तल टक्कै वाटरफल्सहरु खै देखिन नि के यता तल दामी देखिरहेको बाटो त्यही हो रुबल साथी विकास दाजु रुन्छ अर्को गयो ऊ माथि दुईटा आउँदैछ माथि दुईटा आउँदैछ कस्तो थियो त अन्त के रे साथीभाइहरु सबैजना अनि त्यो टुरिस्टले त हौडे गर्दै त है हाम्रो है त्यो गाइडलाई पनि पढाउनु अन्त ला रोक्यो त के भयो हेर्नुस् न तल कस्तो डर लाग्दो दामी देख्दो रहेछ दामी राम्रो रहेछ तपाईहरु पनि आउनुहोस् हो राम्रो इन्जोय गर्नुहोस् रोपेमा हो ठाउँको त एक्सपिरियन्स गर्नु न कस्तो के हुँदो रहेछ हैन राम्रो छ एकदम दामी लाग्यो मलाई चाहिँ हो टुरिस्टहरु त हिँड्दै आउँछ कोमाको दामी हो दामी स्काई वक जाने बाटो स्काई वक जाने बाटो मस्त तानेर आउनु पर्यो अब इन पोइन्ट आइपुग्नु आँटे एकछिन ओरालमा घटङटङमा त मुटु चाहिँ छुछु इन पोइन्ट चाहिँ हो तर राम्रो लाग्यो एकदम दामी रहेछ हो लोटका रुखले थाम्छ यहाँबाट आएकै हामी चाहिँ यहाँबाट आएकै भैया भाबीहरु त झन् कत्रो वेट हुन्छ आइपुग्यो इन पोइन्ट आइपुगे यसमा त साइड फर्स्ट टाइम हो कि डर लागेन हौ अस्ति भालेढुङ्गा पनि चढ्यो तर दामी लाग्यो 36 लाग्यो लाग्नु अब हामी किन हो फेरि जाउँ इन पोइन्ट आए अब इन भयो एकदम राम्रो भयो सबै दामी कौन खड़ा हुआ था कैबिन में इधर आइए तो कौन खड़ा हुआ